나 드린데 차람 유네 세세 난게 게 선설마법 아니 나는 가게 미래나오네 긴딩기데 주마다 스포나 주마나 봐서다 아니 나는 텐데 아 미만의 제 픽추 상로래야 픽추니 데스테가리 공감사에 참주샤이 자티바니 더러마는 다들이 게슬라이 가산세바 수소스토고 까마는 쇼다는 사사데 세바 하드냐는 주송기 데는 니몰래야 그래서 오늘 세빈다 즉송주 अस्ति मैले 샤레 이내야다 10 र 13 तारिकमा अगस्तको 망 10 미세기 10 र 레가로 13 मा 된 퇴연세 प्रदर्शन गर्नुपर्ने 진제 तर पनि 이게 एउटा महत्त्वपूर्ण अब काम भए 시대마제 पनि 까메 좀비 अहिले अब त्यसमा अब 인들사네 다 디게 남바 प्रदर्शन गर्न 솔레야 सकेन 두더 त्यसलाई अलिकति 말레바로 진제 종이야비나 बुझ्न मन पर्यो 난 त्यही 도마 कारणले 아 त्यसमा अब केही अब 광고 다 같이 휘하이 भनौँ न 다 드린 क्षमा 도매시 माग्दछु त्यो 시야비나 समयले 가상 अभावले गर्दाखेरि मैले प्रदर्शन गर्न 데베 सकेन 쪽에 기술을 꼴래야 अनि अस्ति अब 다 भनौँ न 세다미라 숨 유야브레 आज 찍디 यसको 내렌데베 मुख्य अब 시야바세 बताउन 찍디 के 탐제 गएको छु 유연에 भन्दाखेरि आज अब 시야다세 यो 찍디 18 वटा 파진데베 निकायको 시야다세 विषयमा 딱하나 बताउन चाहन्छु 세당소 숨르지 आजको मूल 토베 योजनाको बारेमा 아쉬우레 आजलाई हामीले थेरवाद सर्वस्तिवाद र 다 महासंघको 이내다 띠고 परम्परामा 고뇨부터 18 인도산에 विद्यालयहरूको विषय हुन् ती 대사부지 विभाजनको बारेमा 세부 सुरु गरेको छु 직종매버로 तर 된대지기 पूर्ण रूपमा विश्वस्त थिएन कि यो तपाईँहरू 동번을지 सबैलाई 사서 स्पष्ट छ 되게 인도산에 त्यसैले मैले सोचेँ कि म 나랑기 비리 रहेका 사르버지 चित्रहरूको नयाँ 쇠시 아니 सेट बनाउनु 디토하는 पर्छ 마 र तपाईँहरूसँग 제시 त्यसलाई 쉬비나 हेर्न 아니 세부 차그래 사마르버지 देखाउनु 된대지기 देखाउनु देखाएर 개바 तपाईँहरूले बुझ्नुहुनेछ आशा 유연아야 राखेको छु 다 디고데 र मैले सबै सामग्री 디스요버 राम्ररी 사부 बुझेको पनि 인도산에 छैन त्यसैले म 디고데다 तपाईँहरूसँग 제마 पछि 슈비셰 त्यसलाई बताउनेछु 디링엘이야 त्यसैले आज 되네 म तपाईँहरूलाई पहिला चाहिँ 딱 विभिन्न 급디디 विद्यालयहरू 대베 र 들으블이야 गुरुहरूको बारेमा 대바 कुरा गर्न 소수기 चाहन्छु 로베 깨라지에노 녀라지에노 근데 अनि 가르 중요해 봐 अब धेरै अब 기술고데 난 드링이야는 쉬나 त्यो बेला अब 삼차였어 विद्वानहरू भनौँ न होइन विद्वानहरूको पनि एकदम यो अ, त्यो बेलामा 다 돼야 गुरु 당보 चेला के कुनै प्रख्यातमा थिए त भन्ने त्यो कुरा चाहिँ म बताउन जाँदैछु अब चलेका 다 गुरुहरू भनौँ 대베 त्यस बेलाको 로베 셰베 qabla야 다 대바 대베 낭데 세아데 간다 롱동자르니야 त्यसैले 총대버직 타게 총대버직 अब 자리 말에 देवा 다 भनेको चाहिँ अब 롱동자르니야 지 धेरै वर्ष अब 대바 민저와 이제 타게 총배 틀이야 지 대베기 캐바 대바 수수수리야 안지 अब निकाय भनौँ 캐바 न निकाय पनि 샤바들라 आफ्नै अब 창외야 धेरै अब 중요해 विद्वानहरू पनि अब देखा परेको थिए 다 창문 जस्तै कि 또 슈도 말을 슈에도 말을라 다 अब 내신기 सबै कुरा त मैले 아니 बताउन पनि सक्दिनँ 이샤 यहाँ 이나 대제베 대바 창매기지 캐바 अब सबैको 카라카리야 अब 된데스 स्रोत यहाँ बताउनु पर्दाखेरि अब 니주 सबै 창마 खोजेर अब 프리다 이제 सीमित 이샤에 पनि छैन 요마네 अब सबैको 근데 लागि 이거 अब त्यसको अब 시험이야 स्रोतहरू पनि अब 다 대바 망부지베 सक्दैन त्यही 나리 कारणले अब त्यो भित्रमा 탐제 धेरै निकाय 유엔에 भएको 대바다 मध्येमा पनि 내데메 अब 대바라서 다 된데 대바 भनौँ न अब 카시지 सर्वस्तिवादको कुराहरू चाहिँ म बताउन 지 जाँदैछु 찹스용기 르신기다 러베 가르가르 अब त्यो बेला अब 대바 कुन एकदम 소소소기 지금 अब 찹춘 आफ्नै निकायको एकदम 된제기다 प्रख्यात 간다 गुरुहरू 러베 कुन कुन थिए त 세바 가르가르 त्यसको 가시지 विषयमा अब 어저씨나 섬차야서 बताउन जाँदैछु र 다 यसमा 디나는 당보 त्यो 탐제 को हो त 유엔에기 भन्दाखेरि त्यसको यो 대발이야 म 러베 가르가르 중요해 버들이 यसको चर्चा गर्न चाहन्छु 다 탐제 유엔에기 롤이야 अब पहिला आउँछ 응원배 되네 थम्से हेब्रोमा भन्दाखेरि सर्वस्तिवाद 응원배 되네 सर्वस्तिवाद 나로네다 게라치슈디 말아주 넘기 그 간증의 졸이야 응원배 디드윈 송요 अब भोटमा चाहिँ यसलाई 다디 मुम्पा धेरिन 갸나 भन्ने केले야 छ 지 जस्तै कि अब 갸나리야 송르지 ग्रन्थहरूको आधार 류지ले एक 양아 मूल 투사 र 된제 그 타니 छ सहायक 탐색도 봐 अभिधर्म ग्रन्थहरू पनि 다 भनिन्छन् 류지라 अर्थात् 양아 투사네 सर्वस्तिवादका 나도 एक 양아지 मूल र 응원배 छ 디드윈 सहायक 나도 अभिधर्म 강하래야 ग्रन्थका 탐제 유엔에 रचयिताहरूमा 로기 응원배기 भनिन्छ 되네 응원배 숑쟁게 अब 다 यो 된제지기 다 개바 भनौँ न 카지시야 그래 다 비서 समय र 탐제 유엔에 롤이야 다 개바 째르르 부지다 개바 피도 중화도 차리 다디 अब 나로네 당보디 아니 다다 पहिलो 류지라 को रहेको 양아 छ 두 भन्दाखेरि 셰베 나로네 अब 류기 된수쟁게 लुकी तेन्जियो 양아지 भन्नाले 탐제 유엔에 मूल भनौँ न 응원배 되네가 मूल 나로네데 अभिधर्म लेखक 다소지 र त्यसको अब भागको 되네 अभिधर्म लेखक 짜치슈디다 दुईजना रहेछ 조 पहिले चाहिँ 류드베 मूल लेखक चाहिँ रहेछ 된전쟁게데 त्यसलाई लुतब तेन्जियो 소리슬라비나 भन्नाले चाहिँ के हो त अब 안 까다야네 एउटा 부부사리 शरीर 사리 जस्तो 까다야네 부사리 शास्त्रले चाहिँ कुन रहेछ त भन्दाखेरि यो कतयानको 딱 까다야네 कतयानी पुत्र 부사디 भन्ने रहेछ यसलाई
다당한 Kat, 안주기 ya, 상기 Katya Yani Putra 좀 Vanessa. 된데기 호랑이 응얼로 첼리아야 까다야니 부첨보세죠 봐 Abo, 어다 ah, 데다 다다 급들이 유엔에기 응얼베 अब 되네 बुद्ध को 다다 समयमा 응얼바 भएको 이시리 कत्यायनी जुगसे पुत्रहरूले यो 자외기 되네 अभिधर्म लेख्ने अब 자외기 मूल 슝생기 응얼바 이시리 मूल अब जुगसे 까다야니 शास्त्र 보세하더니 भनौँ न अभिधर्मको 가인가 लेख्ने यो 지 कत्यायनी 있으면 पुत्र भनेको चाहिँ बेग्लै बेग्लै हो एउटै होइन 다 대양 유엔에기 नाम एउटै भए तापनि समय मिल्दैन 응얼바 이시리 जुग은 쟁갱기 까다야니 जस्तै कि अब 보세하더 거디 shum버레다 समय र 되는다 वंश र उहाँको 콩다 갸가 सर्वस्तिवादमा 누장 विवाह 초래야 स्थापित 고충버치 हुँदैको 호랑이 리기 समयमा 첨시리리아 सर्वस्तिवादको 고충버치 प्रारम्भिक 이스레 प्रसारभन्दा केही पछि उत्तर 다 पश्चिम भारतमा 콩죄야 एक ब्रह्म 뒤즈디 परिवारमा 탐지 जन्म भएको थियो 예버마와 야나 제자 마웨기 춥다 땡란 베베기 뒤즈 딘디지리아 죄에 자리 어레스 उम्, 다 콩죄야 그 뒤즈디 탐지 예나데 토마 내된 데발이 개버 와고 내된 데베 예나 차리고 제가 탐지 예나데 내된 데발이 개 अब 차베 제레 त्यसैले अ, 아니 다다 हम 까다야니 चाहिँ यो 보세야디 वर्ममा भनौँ न अब 총대비치 근데 सर्वस्तिवाद 인도산의 चाहिँ अब 콩중야가 뒤즈디 कहाँदेखि यो आएको 에 हो त भन्दाखेरि अब यो 탐지 कतै 연내된 데발이 개베 뒤즈리 중세 치워지 यो 차리요 निकाय भनौँ न नितिन देव स्थापित 다 निकायहरू 이내야 코랑 विभाजित 응을 भइसकेपछि 쉔베기 आएको 뒤즈디 कुरा 가두 हो यो 이미사 때려야 개바 अब यो 수수기 셰바 कहिले 미티모 कहिले 이스레 आएको थियो त होइन 대야 सर्वस्तिवाद 주누 अ, 제라고에 댄주다 भनौँ 셰비나 न 아니 यो 탐지 연나 내된 데발의 로스 개베 सर्वस्तिवादभित्र 뒤즈디 पर्ने 가두 अब 차리요 그러잖아 स्थविरको अब यो 때마 चाहिँ 양해를 विभाजन 되는 론 이게 बुद्ध 하점다 परिनिर्वाण 아니 니즈디 बुद्ध shum바레 숨요 परिनिर्वाण भएर 200 근데 인도 वर्षको 다들 야가 अन्तपछि अब 순배기 야가 उहाँ अब 순바 आउनुभएको 뒤럽 रहेछ 뒤럽 순배기 고점래야 인과로 차로 차용 거봐 त्यसैले भनौँ 근데 न 인도 यहाँ 산에 딱공 तर उहाँको वास्तविक 야가 순바 मितिका 뒤럽 बारेमा धेरै 순배기 भिन्न 뒤기암 뒤럽 विवरणहरू छन् 순배기 둔주로 धर्मग्रन्थ परम्पराहरूको बीच 찔로 भिन्नता 마세 छन् जसका 공글로 अनुसार 야다 सर्वस्तिवाद 응업주 स्थविरबाट 이네 विभाजित हुने समय 딘디질이야 बुद्धको परिनिर्वाणपछि 통과로 200 집어지 वर्षभन्दा 차리기였어 बढी अर्थात् तेस्रो शताब्दीको सुरुतिर 야다다 थियो त्यसैले उहाँ 야나 그 परिनिर्वाण 로자와 पछिको 첨부 तेस्रो 현장 शताब्दीको मध्य 현장 अत्यन्ततिर 콩긴제샤베기다 야가르 अर्थात् 너미 ईपू लगभग 디나로래야 150तिर अनि 까다야니 उहाँ 부침부디 덤바 양에는 데는 रहनु भएको थियो 로순게나로 बाँचिरहनु 충분해서 भएको थियो भन्नुपर्दछ 딘데스는 알았어 सुवान्जाङको पश्चिमी क्षेत्रका 아니야 ठुला 다네 अभिलेखहरूको 신기 अनुसार भन्नुहुन्छ कि उहाँ 현장 그 परिनिर्वाण 로마직 पछिको तेस्रो शताब्दीमा अब पनि उहाँ बाँचिरहनु भएको थियो 제샤베기 र 우즈기 नागार्जुनद्वारा 제바세넨라도 우즈기 माथिको 제자지어 टिप्पणी 디나로래야 अनुसार उहाँ तेस्रो 로순게 शताब्दीको 줄이야 अन्त्यतिर 충분해서 बाँचिरहनु 근데 अब त्यो बेला 다가다 उहाँ अब 순간 अब 또서 말하던 내용들이었어 विद्यमानमा उहाँ हुनुहुन्थ्यो त्यो बेला थियो भन्ने कुरा 다오나 चाहिँ अब 파바 गरिन्छ 까다야니 부코랑기 가르쳐다 규베를 버려버디 코랑래야 따지 최영원바이나 대수 컨데스마 अब यो 규요레스 규베를 버디 यसको परम्परा 가르쳐서기나 भनौँ न अब 다 텔레야 उम्, 나가면이지 텔레야 시주민다 망보시 용디 알았어 अब यो 다다 चाहिँ 영수 잡으러 कदेहना 개요 말았어 पुत्रको अब 빼나 यो 갸나 수이기를 그 परम्परा भनौँ 로베 न 첨부 यो चाहिँ कहिलेदेखि सुरु भएको थियो 제장세아디기 त भन्दाखेरि 제샤베기 प्राचीन कालदेखि 덴주 नै 숨기 कात्यायनी पुत्रको 상대에서 वंशमा 다 वंश 덴주 숨세 급리 परम्पराबारे 덴주 धेरै 숨세아디디 भिन्न भिन्न 우마 विवरणहरू रहेका छन् 자와시럽체 우마 कुनै पनि अब 쉽게버체 विवशी रूपमा 아니 स्वीकृति 고중이다 अब 세세 아니 रूपमा स्वीकृति छैन 갸나래야 उदाहरणको लागि 은혜기 सुई वंशका 덴주 विद्वान 다 देवाङको 대수부터 तीन 자셔십시오 ग्रन्थहरूको गोप्य 제자 अर्थबाट 공기 덴주 उपगुप्तले यो 대수부기 상외 पूर्णलाई 돼야 다 까네 सुम्पे भनिन्छ 두주마 पूर्णले 숨샤기 어찌 베스 좋아레스 मेचकलाई 디나로래야 सुम्पेर 가르소마르사나 मेचकले 아니 कत्यायनी पुत्रलाई 녀르베기 सुम्पे 강불라 भनेको छ 다 तर पूर्ण 규바데 강비 मेचकका 메자가스야데 नीतिहरू 규바데 पर्याप्त पछिल्ला भएको 메자가스야데 아니 यसलाई 까다야니 विश्वसनीय 불이야 मानिँदैन 규바데 버레스 아직 다 간다 यसलाई मेचका 규베기 भनिन्छ 주름으로 내 सुन्यो अरे अब यसरी आएको रहेछ 이내야다 भन्ने 딘류 कुरा 개발 छ 망보시기 यो 강보다 चाहिँ अब 메자가스야 विद्वान 죄악 लिन 뒤주디 आङको तीन एने ग्रन्थहरूको गोप्य 까다야니 अर्थबाट 부채야 सिद्ध गर्न 뒤주리 सक्छ त्यो 다 त्यो गुप्तले चाहिँ भन्नुभएको 가르 रहेछ कि अब 뒤주치에 차리 अरे 딘데 인두산에 मेचक 다다 댄주 숨기 상대형 나로래야 भनौँ न 댄샤베기 यो 까다야니 एउटा 뷰기 शास्त्रभित्र चाहिँ गोप्य 규줌들이야 शास्त्रभित्र 아니 यो कुरा 이디에 राखेको रहेछ 롱어로지다 भनौँ न 이시에 롱어로지 उपगुप्तले चाहिँ अब 제 घम्पोलाई दिएको 미로시 रहेछ 그리시에 उपगुप्त 알았어 भनेर चाहिँ होइन 다 되게 고랑기 भनेको रहेछ 중럽기야 भनौँ न 중럽 यसको 뒤주디 그리시에 다 कहिले 되네 उत्पन्न भएको थियो 파바가다 त भन्ने जस्तो कुरा चाहिँ 까다야니 बताएको रहेछ 부채 뭐 공기 숭좀 उपगुप्तले 공기 यो 제자기 पूर्णलाई सुम्पिदियो 샤요르서기나 पूर्णले फेरि मेचक 다다 भन्नेलाई सुम्पिदिएको रहेछ 파바가다야나 मेचकले कत्यायने पुत्रलाई 그 부첨부 दिएको रहेछ 공기
तर 탐지 위협을 पूर्ण 말해 그 र 자외 댄주 뭔가 नेचरमा 이실을 मिडियामा 주고 पर्याप्त 사는데 공간 잡으랬어. पछिल्ला भाव 다디 भएकाले यसलाई 그 विश्वसनीय 탐지 पनि 연합 मान्दैनन् 제라나웨기 र 자외 댄주 रचना र 댄주 प्रभाव 뭐 यसमा 개치슈디 लेख्ने भनौँ 아니 न 뭔가 रचना र 이실을 주고 प्रभाव के 사는데 पर्यो त 차리요. भन्दाखेरि 다나 신기 कत्यायनी पुत्र भनौँ न 탐지 कत्यायनी पुत्र 연내기 सर्वशिवाको 원백이 मूल ग्रन्थ 수행진 겐럽디. ज्ञान 다 प्रस्थान 뭔가 शास्त्रका 이실을 रचयिता 주고 고수 थियो 자외 र 댄주로 उहाँलाई 차리요디. सर्वशिवाद 까다야네 부심이 अभिधर्मका 제버봐. 근데 인두산에 संस्थापक 까다야네 मानिन्छ 부심보디 त्यसैले 탐지위원회 अनि 응원배기 सर्वशिवादहरूले उहाँलाई 수행진게 अत्यन्त उच्च 응원마디다 सम्मान गर्दछन् 콩레슬리나 랍초아르 드니 त्यही 차리오레스. कारणले 근데 인두산에 सर्वशिवको 탐지위원회 मूल 수기 ग्रन्थ अब चाहिँ ज्ञान 까다야네 부침볼래야. प्रस्थान शास्त्रका रचयिता 차통 चाहिँ को 시비치 हुनुहुन्थ्यो भन्दाखेरि यो 주고요레스. कत्यायनी पुत्रै हुनुहुन्थ्यो नि त त्यही कारणले अब 다다다 सर्वशिवाको 콩은 अभिधर्मका 제샤베 콩바 संस्थापक 이실을 उहाँलाई मानिन्छ 주고서 줘봐. 콩바 이실을 주고서 아디 त्यसैले अ, 응망 아주기 उहाँले अब 까딩규 मुम्बा 나로 벽이 हिसेला झुब्बा 까딩규 भनौँ न 남대 ज्ञान 여러마래. अभिधर्म 이내 ज्ञान 시수들이 प्रस्थान भनेर 갸나기다 यहाँ अब यो उहाँको 벼듀 लेखमा 말로 चाहिँ 걸어야 एकातिर बुद्धको 갸나기 बुद्ध वचनको 허베지 는 टिप्पणी 벼래 हो 앞에지 공 भने हो भने 가사리 앞에지 अर्कोतिर धर्म 뷔디스 장 ग्रन्थहरूका अर्थहरूको व्यवस्थापन हो 슝 भनिन्छ 슝치 못해서 장나체네 간다 된저기 러베지어 파준사지 파준 파시 त्यसलाई चाहिँ अब 아주 벽에 나 러베 भाङजिन भनेर 최파스다 चाहिँ 말 अहिले चाहिँ के 홍기 भन्नुभयो 뭐뭐 अब 이실은 क्षमा 주고다 भन्नुहुँदैछ यो 제라로 시아바 जसले 첨부터 सर्वशिवाद 성으로 विद्यालयको लागि 개인은 बलियो 수 जर्मनी 규르체 बनायो यो ग्रन्थ र 아니 अन्य 부인은 수 6वटा 규르체 ग्रन्थ मिलेर एक 개인이 शरीर 부인 र 수 6 규르체 अङ्ग छ 다 भाग 근데 भनौँ न 나 भन्ने 여러 봐 पारिभाषिक शब्द 대나샤버디 बन्यो 시수 मूल र 대부 सहायक 토야 दर्शन 된소 ग्रन्थहरू सबै यिनैबाट 네 다다 안 अब 소리야 सहायक 뭔가 दार्शनिक ग्रन्थहरू 이실은 चाहिँ 주고다 यहीदेखि चाहिँ विकसित 아니 भएको हुन् 뭔가 भन्ने कुरा 제라도 बताइन्छ 시아바 첨부터 다 त्यही कारणले 부인나야 कत्यायनी 시야에 पुत्रले 그지 चाहिँ अब रे요레 अभि ज्ञान 티엘이야 प्रस्थान 아주 भन्ने 벽이 लेख्नुभयो 까딩고 जुन एक 나로래 मूल 뭔가 ग्रन्थ 이실은 थियो 주고다 제라도 अन्य 시아바 6 सहायक 첨부터 ग्रन्थका 요마 रचयिता निम्न आचार्यहरू थिए जस्तै 다 को थियो त 통근제샤 भन्दाखेरि 뭔가 이실은 주버테 초진의 상기 가인 저버도 차디 어레스 यो चाहिँ अब उहाँले 초신신의 लेख्नु भएको यो 시합이나 아니 अभिधर्ममा प्रस्थान भनौँ न 상기 यो 능가리 중 룽그 공바데 ज्ञान 조래 प्रस्थानमा चाहिँ 그리고 딕체네 बुद्धको अब 아니 वचनको 탐제 अब एउटा 유연에 टिप्पणी 프랑스에게 नै थियो भनौँ न 틴데게 멍신을 템포 중계는부터 공의 유배 인도산에 अब 다 के हो 이실은 भन्दाखेरि यो 주버 디나로래 탐제 यो चाहिँ एउटा 유연에 बुद्धको 춘데게 दर्शन 멍신을 दार्शनिक कुरोलाई चाहिँ 템포디 एकदम 다 बाहिर 디나로 खुलासा 요초요레스 ल्याउने अनि 다 भएकोले 뭔가 है 이실은 주버 सर्वश्रेष्ठ 대다 अब 대마인베 मूल 아니 अब यही 댄저 किताबलाई अब 주보데 उहाँको 냠도 रचनालाई 제네 रचनालाई 아니 राखेर अब 다다 पछिदेखि त्यहाँदेखि भइरहेका रहेछन् 아주기 뭔가 대륜람네 저것도 अब 야나기 यसलाई 탕엘이야 류지다 धेगुन 야나투 भनौँ न 이 अब 야나 अभिधर्मको 류지다 सात 깜바 अङ्गहरू भनौँ 투사디 न 딘데게 당 응원배기 숑 딘데 총이 버렸어 다 디기 응원배기 응원바 디륜디 아니 탐제 위원회기 응원배 떠주고 숑 말아 차상화디 त्यसैले यो 다 अनि 게임 버려 अभिधर्म ज्ञान प्रस्थान भने चाहिँ अब मुक्ति अब मूल यो 아샴레야 सर्वशिवादको एउटा आँखा जस्तो नै थिए जुन चाहिँ अब 뭔가 이실은 주고 कतिपय पुत्रले अब 퓨베가 दर्शन गर्नुभएको थियो 대마인배다 야나 추기 댄저스야디 뭔가 이실은 अब 주고 퓨베게다 यो मात्र 뭔가 नभएर अब यसको 셴 व्याख्यानको अब 주부디 भनौँ 뭔가 न 되네 मूल 뭔가 चाहिँ 슝 यो 셴 जुबु디 अभिधर्म 수인자버레스 ज्ञान 아비다 प्रस्थान 다 भनेको एउटा 당고디 शास्त्र 되네 भयो 뭔가 조회난 यसको अब 라사디 भाग छवटा 뭔가 भाग रहेको 조회난 छ नि त 라사디 야게난 규르샤바텔라 반부 अनि यो 중이 चाहिँ के 예브레 निम्न 되네 अनुसार रहेका छन् यो चाहिँ अब 야게난 यो 롤레 셰리 आचार्यहरू 핀제브레 लागि 수야 다 अब 이래 알아서 सङ्गीति सङ्गीति 야 야르게 प्राय भनिन्छ 개바다 벽이 पाठको 개백이 व्याख्या भनिन्छ यसलाई 순균질이야 내대 수고체사 되긴 제브레스 अब यो 수요래 चाहिँ यसमा 12 खण्ड छ यो चाहिँ अब 다티 드다 퍼지 सारिपुत्रद्वारा 개인을 लेखिएको 나도 예사 말해 대한 वैकै 둥겐디 वैकल्पिक रूपमा 탕 तिब्बती र 탕기되는 수바 भारतीय 향상이 स्रोतहरूले 규시하고 यसलाई 되지래 म 현상이 कौशिक 규시하듯이 다들은 कौशिल 니버데 भाइ 뭔가 책이 श्रेय 풍부사디 दिन्छन् 뭔가 책이 सुअञ्जङद्वारा चिनिया 풍부사디 भाषामा 되라 पनि 반부 중이 예브레 अनुवादित छ यो 대야나 순균이야 몽골 기부인 제브레스 이나야다 야가르게 개바다 벽이 개베 순균질이야 셰리부인 제브레스 다들의 순수지 예브레 अब दुईटा कुरो रहेछ 대야 अब 다다 탕 चिनको अनुसारमा 향상기 अनुवादमा चाहिँ 탕 अब के 되는 भन्दा 수바 सुअञ्जङमा 향상기 चाहिँ अब यो 개인 도를 भाषामा चाहिँ अब 규례브레 मङ्गल 다 पुत्रले 되네 숨바디 लेखिएको 원바 भन्छ 딱베 तर 댄주사 भारतको एउटा 원바 खण्डमा 딱베 चाहिँ अब के भन्दा 댄주사 सारिपुत्रद्वारा 디디 लेखिएको छ भनिन्छ 까다야니 दुईले लेखेर रहेछ 빈자브레스 양 야가르다 벽이 개베 순균질이야 몽게기 빈자브레스 अब कसैले 순균질도와 चाहिँ फेरि यो कत्यायनी पुत्रले लेखिएको हो भन्ने 대 भनाइ 다다 पनि छ 순기라고 끌려야 로빈 त्यसैले 추수라 사베기 भनौँ न 야나게네 अभिधर्म 두르브레스 धर्मस्कन्द धर्मको 딜랑 समूह 아주 12 खण्ड 벽에 규르샤베기 규르치가 다다 예브레 मुद्गल यानद्वारा लेखिएको
अर्को भारतीय र 다드네 तिब्बती विवरण अनुसार यो 시바디 शरीपुत्रद्वारा 오마 लेखिएको 런치기 थियो 쏘사데 सुअन्जङद्वारा 오마 चिनिया 런치기 भाषामा अनुदित 쏘사데 रहेका छन्। 반부주루여 अब अर्को छ 대 तेस्रो 파파 नम्बरमा 허기 있어야데 अभिधर्म 닌자베체 प्रज्ञप्ति 딜레야 पाद शास्त्र भनिन्छ। 다 यो पाद 갸베니가 नामको 시에데버체 ग्रन्थ हो, 봐 पद नामको 닌자고 ग्रन्थ हो। 수임바드네 갸베니가 कतियान 시에데버체 पुत्रद्वारा भनेको छ। 대야 양 अर्को 갸나 भारतीय र 글로베 तिब्बती 향장기 게이 विवरण 톨레야 अनुसार 규시하거든지 यो मुद्गल 다드네 यानद्वारा ngaba 대 लेखिएको ओमा थियो। रद सेवासा데 अब ओमा रद सेवासा데ला सङ्घ 반부적게 वंशको समयमा एक आचार्यद्वारा अनुदित थियो, 반부적게 यो 여버체 तिब्बती भाषामा पनि अनुदित भएको थियो। अब चारौँ नम्बर अभिधर्म विज्ञान काय भनिन्छ, चेतनाहरूको सङ्ग्रह। यसमा 대 16 खण्ड रहेको छ। 대야 틴 제바 보데 법인이 देव 시행 제바레스 देव शर्मनद्वारा 제바 보수 रचित छ यो। 임바텔라 갸베니가 चिनिया र तिब्बती 시에데버체 स्रोतहरू 대야 समाज छन् यसमा। 갸나 글로베 सुअन्जङद्वारा 향장기 게이 चिनिया 톨레 भाषामा 교류하레스 अनुसार पाँचौँ नम्बर अभिधर्म 다드네 प्रकरण 투바데 पाद 오마 칸기 भनिन्छ। 소사데 अभिधर्म ग्रन्थ 오마 यसमा 칸기 सोसा데 18 खण्ड रहेका छन्। 아니 वसुमित्रद्वारा 대야 रचित रहेका छ। 제바고 चिनिया 법인이 र तिब्बती 시행버체 स्रोतहरू 봐 सहमत छन्। 법인이 सुअन्जङद्वारा 시행버체 चिनिया भाषामा पनि अनुदित गरिएका छन्। अब 6 디기 नम्बरमा 양 अभिधर्म 제바 धर्मकाय 볼래야 भन्छ, 양데 चेतनाहरूको 숭당 सङ्ग्रह। 민라 वसुमित्रद्वारा भारतीय र 갸나기 तिब्बती स्रोतहरूले यसलाई 개바다는 벽이 개박하시 यसको 숭균이야 पूर्णलाई श्रेय 강변 दिन्छन् र 제바레스 아직 सुअन्जङद्वारा 숭도와 चिनिया भाषा पनि अनुदित छ। 대야는 갸나 글로베 현상의 개이 토레야 규리합체 यो चाहिँ अब चिन भाषामा नि रहेका 다슝 भारतमा भारतीय अब भनौँ न भारतीय 드레 인두산에 तिब्बती स्रोतहरू पनि 다 यसलाई अब 디제레야 아니 श्रेय 치수다 दिन्छन्, 디 मानिएको छ यसलाई। 뭔가 제라도 시아바 첨부사디 라좀 방압야기 단 제바던 가르쳐 뭔베 슝망부지 추리 나한테는 뭔가 제라도 त्यसैले 시아바 अब 첨부사 반문 이게 해야 되지 अब उनीहरूको परम्पराको 대야 갸나 प्रतिनिधित्व 글로베 गरेका छन्। तर 현상기 ती 자기 ग्रन्थहरू 돌이야 बुद्धको प्रत्यक्ष 교수야지 शिष्य 드리시대 सारिपुत्रहरू 다디 आदिद्वारा नै 다다 लेखेको हुन् भन्ने समाज 뭔가 छैन। 제라도 시아바 पछि 첨부사데 यो पाँच 탐제 महाराजहरूले 유엔에 यसलाई पुरा 주대기 닌주 गरी 탐제 अभिधर्मको 유대베기 महाविभाषा, 슝루 첨부시비 अभिधर्म 차리요 봐 महाविभाषा शास्त्र भन्ने अब 200 슝루 खण्ड तयार 첨부시비 पारे। 차리요 यो ग्रन्थले अब सर्वस्तिवाद 드네 विद्यालयका 인두산에 मुख्य बुँदाहरूलाई सङ्कलन 다 गर्दछ। 되게 상물로 다다 यसलाई 뭔가 चाहिँ मृत 디둥 बोल्दिन्छु या अनि 대둥하로 हलदा बोल्दिन्छु भनिन्छ। 다다 अझ एउटा शरीर 차상화디 जस्तो मूल शास्त्र एउटा 개이 돌아야 हाँगा र 되시래 ब्रान्च भएको चाहिँ 다 6 वटा रहेको छ। 디나네 배자주 가서다 지 구주 공항 상물로다 자주 구주 공항으로부터 탕 강글로베 현상을 규시하버려도 와 त्यसैले अब यो भित्र चाहिँ अब माछे 탕글로베 현상을 55% 규시하버려 चाहिँ के हो त अब यो 아주 सँगले 비나 अब 이 konstitutionasi ले अनुवाद 다시 गरिसकेको 와도 रहेछ। 차상한데 अब 요마라 भोटमा 다이나 चाहिँ अब कुनै कुनै बाहेक सबै अब अनुवाद गरिसकेका 다들 छैनन्। तर konstitutionasi सिमसाङको 시수 अब 뭐 이시를 उहाँको 좀 अब 받아 उहाँको 시라도 लेखन 시아바 अनुसार चाहिँ 첨부디 उहाँले अब 다들 제야야 되듯이 उहाँको चिन भाषामा नै सबै यो 다 딩사 심주바 55% 하시기 अनुवाद 다다 뭔가 गरिसकेका रहेछन्। 디륜 생긴기 텔레야지 셔리 보자다 모게 보자들 먹고도 와 अब भनौँ 다 न यो अब 디주 아주 수균도 आजभोलिको 송단 यो आधुनिक 제비나 विद्वानहरू चाहिँ 셔리 के छ 보자 भन्दाखेरि 모게 अब 보자데 यो 상계 점대네 शैलपुत्र 응을로 मङ्गलपुत्र भनेको छ नि, 답변은 यी को होला? 충성이게 나오네 셔리보다 अब 모게 보여봐 बुद्धको मुख्य अब 디준 चेलामा 제바레 चाहिँ 숭고여봐 이내야다 딩듀 शैलपुत्र 심주바 मङ्गलपुत्र 망부치기 लेखेको हो कि भन्ने 체리 भनिन्छ। तर 셔리보다 पनि 모게 बोले 체 야르와 양아 अब आजभोलिको विद्वानले के 대주기 भन्नुहुन्छ 규배 규반에 खास गरी उहाँहरूले चाहिँ अब 맞추리되게 लेखेको 슝이 होइन, 지바 인도 उहाँदेखि आएको 디김자라 되네 아니 परम्परादेखि 셔리브 आएको 제바 हुनाले 모게 उहाँको नाम 제바레스 चाहिँ सातो एउटा 라브레만도베게 चलाएर 상계 भनौँ न, 원 एउटा त्यसको 셔리보라 सातो अब 소바티주 नाम 무슨 राखिदिएको हो। 제바든지 अब शैलपुत्रको 이세기 परम्परामा आएको 마르웨스 셔세 जतिले अब 딱 शैलपुत्र 무슨 लेखेको भन्ने मङ्गलपुत्रदेखि आएको परम्परा 다지네 मङ्गलपुत्र 다 लेखेको हो भन्ने 디젤이야 वाक्य रहेछ। 음 अब दोस्रो चरणमा के रहेको छ त भन्दाखेरि 다 담보 오바 디dun쇼 봐 오바 디dun이 제라야 अब 아니 अ, 게레 제라도 7 वटा 셔바셔버사 슝 अभिधर्मको 다다 अब 게이 कुराहरू 나올 आएको रहेछ 톨레야 यसमा। 아니 망쇼에 대한 반본 이게요 반본 이게 왜 대바티 아니 अब यो अभिधर्म 제라도 뭐 탐제 शास्त्रभित्र चाहिँ अब 유엔에 베기 200 वटा खण्ड रहेको छ। 슝루기베 떠루비니주 상모 뒤에 대바tin데 지금 슝루 전부 차리요 봐 यो ग्रन्थ सर्वस्तिवाद 탐제 विद्यालयका सबै 유엔에 मुख्य बुँदाहरू 제라 सङ्कलन 시아바 गरिएको 첨부 छ। 짬에 겁려야 겁디디 냐라 첨부 예베기 탐제 유엔에 게다 러브 अब 상계라 भनौँ न 슈야 यो 양로 महाविभाषा 슈야 विद्यालयका 4 최교 슈야 महान 이셰 슈야 आचार्यहरू जुन चलेका 든데게 रहेछन्। 준바 첨부함 러브 첨부 nga이기 त्यो बेला को 대바 को थियो 탐제 प्रख्यातमा आएको 초저도 भने 류체데 초저도 सर्वस्तिवादले ड्रि체데 아니 महाविभाषा 다다 रचना गर्दाको 제라도 시아바 समयमा 첨부 त्यस बेलाका 나오고 4 끄여야 प्रख्यात आचार्यहरू 되네 बुद्ध, 다풍 देव, 젠드비다 भूषा धर्मता 러브 र 시부텔야 वसुमित्रका विचारहरूको एकत्रित गरेको थियो। 제라나의 उनीहरू 준바시 4 जनालाई 야 탐제 महाविभाषा 유엔에 विद्यालयका 준바시 4 셔세 आचार्य भनेर चिनिन्छ। 라고요 그래 다 준바시부터 가라가라 슬라베나 준바 यो 최교 4 준바 जना 이시에다 준바 상계라 준바 양로사 디시에 그래 다 यो 디나로래 अब 양 아주 4 जना भएको छ। यो 고안에 와지 가려워서나 यसलाई
탐지위원회도 제라 나왔어야지. 상계라 양독 초종 둔시민기 남라를 टिक्सियो भनिन्छ हो 슬라비나 पहिला बुद्ध देवा भयो 다지 एउटा 가쇼에다. घोषा भन्ने भयो एउटा 치수타 둔시민기 धर्मत्राता 남라를 अनि 차. वसुमित्र यो 이나 चारजना रहेका 중류 छन् 노안도 삼을 따먹이나 퍼지 당보 탐지위원회에서 하대 총. 와. अब 드네 पहिला 제라 अब यो 나왔어야 하대 총유서래 삼성으로지. पहिला 요나. चाहिँ अब को अब 디 थियो त 김전 भनेर 가라 त्यति बेला अब 슬라비나다 यो 탐지위원회에서 하대 거라 당보는 대박 거랑은 민는 탐지위원회라고. सर्वश्रीवाद चाहिँ पहिला अब मूल सर्वश्रीवाद चाहिँ 내린 पहिले नै 대박을 आएको थियो 넣었어. त्यसपछि मात्र के भयो त 탐지위원회에서 वैभाषिक 대박을 भन्ने चाहिँ आएको 개발하고. रहेछ अब त्यहाँदेखि 탐지위원회에서 मात्रै 하대 अब 당보 총. अनि 난 पहिला 제라 मूल 나왔어야 하대 그래 सर्वश्रीवाद 총 भएकोदेखि 받았어. नै अब निकै विभाजित भएको हो नि त अब 제라 यो 도마 सर्व 올라고 해 यो 김전 가라서나 제रतोमाओ 주주기 भन्नेलाई 제라 चाहिँ 시아바 वैभाषिक 첨부세 भन्ने त्यो एउटा 슝수 निकाय एउटा 마마탄데 슝첨부 दर्शन 주요로 दार्शनिकलाई पछाउने 제라로 हो यो 시아바 त्यो पछि 첨부세 दर्शनहरू हो नि त 슝디 고주 시에기 예배 인상 अब 대자 첨부 फेरि 지체네 किन अब झेटामाओ 아니 भने त भन्दाखेरि 대비 वैभाषिक 첨부지니 भन्दाखेरि अब 시에기 예배 인상 제라로 बुद्धको वचनलाई 나와서 चाहिँ 첨부 विशेष गरी के हो त अब 제사 झेटाक्सेले छौँ भनौँ न विशेष त अब म गे 토마르 탐제 얘는 शास्त्र 중배 चाहिँ 거를 उहाँले 제라 अध्ययन गरेको 제라도 हुँदैन 시아바 첨부세 하고 यसलाई 슝디 चाहिँ अब 영어로 विशेष त अब 제라도 시아바 첨부세 하고 भाषिका 슝디 치 त्यसलाई 숭으로 봐 प्रचार प्रसार गर्ने 근데 भएकोले 이제 चाहिँ 당분 고도에도 अनि 봐 वैभाषिका 아니 भन्ने चाहिँ 지 लाग्यो 그런 디둥이 त्यही कारणले अब 슝배죠 아니 यसलाई यो 줌배지를 슝 चारजना ngomba didyung आचार्यहरू shungdu चाहिँ अब shumbejare ane वैभाषिकहरूमा shini यो आचार्यहरू azota हुन् भनेर यसरी बताएका tada छन् kodu sumba chebe kodwa tene cheraro sheba chembo se ar churi chebres cheraro sheba chembo se ar churi chene ane chera churi che ane cheraro sheba chembo shungde chenyen che yundu san ane shini त्यसैले chera mawa se ar chungduwa अनि tene बल्ल yundu यो san tele ya chi झेरोदोमा भनौँ न ko जुन यो karo chungdu ग्रन्थ mawa चाहिँ sheba ina जुन ko अब ya chungga chi kebar buji विशेषता yundu gi yusre ina da chi suda chera mawa se nan rado tamje भाषिका yuna se nan rado ko tunjiminga nam rado विशाल sar chimsu भाषिका शास्त्र भनौँ न यसको विषयमा 다 धेरै 그레샴 अध्ययन 레디 र यसको विषयमा 제라노 बताउने 유튜브 भएकोले 시디 नि यसलाई चाहिँ 방법으로 नि 다 당보디 बल्ल 로베 हुनुहुन्छ अब 최겹세 महाभाषिका 제라노 유튜브 रचना 최겹세 गर्ने आचार्यहरू प्रख्यात आचार्यहरू भनेको रहेछ 최겹함 다르마타타 트라다 अब 다마트라다 पहिला यसको विषयमा 시아기다 बताउनु पर्दाखेरि अब 다텔레암 धर्म त्राता 제라노 유튜브디 धर्म त्राताको 콩게 कुरा 다 गर्नु 당보 पर्दाखेरि 제남 저보다 यसको 콩 के 슈게 रहेछ 가리 भन्दाखेरि 거를 시비나 अब जीवन 제라 सम्बन्धी 남베 슝루 विवरण 나로래야 भन्दाखेरि 최겹세하기 अब 생예를 बौद्ध ग्रन्थहरूमा 되게 लगभग अब 다 가사로 धर्म 되야 त्राता भन्ने 시즈 छ 정도 스네 인도산에 तर धर्म 최겹 인제 ग्रन्थमा चारवटा 탐제로 धर्म 제라나 त्राता 유튜브 नाम 최겹 गरेका 이거 व्यक्तिहरू रहेका 예배야 छन् 말해서 디 त्यसैले 교전되네 हामीले 아주 तिनीहरूलाई 안되게 छुट्याउन 셰바한테 जान्नु 계속 पर्दछ 말했어 एउटै मात्र 딱간 व्यक्ति हो 디기 भन्नाले चाहिँ 제라나 유튜브 हुन्न 최겹인 제남 딱 오마디 다다야 제주 제투야 말해 제남 오마 세버 쇼 त्यही 말했어 कारणले अब यो झेटाम भनौँ न वैभाषिकको एउटा 이나 त्यो 다다 제라도 लेख्ने अब 시아바 첨부 आदरणीय 첨부라 धर्मताताको 소바기 म चाहिँ कुन चाहिँ 탐제유네 हो त 슝루디 भन्दाखेरि 쉐나 अहिले पनि अब 나로래야 छलफल 콩래야 सकिसकेको छैन 쯤버 यस 최겹세 बिन्दुमा हामी यहाँ 합과 छलफल गरिएको 최겹세 धर्मताताको 딘데게베 जीवनको बारेमा निश्चित रूपमा 가르에 जान्न 콩도 챔 सक्दैनौँ 리듀스하네베 तथापि 부셔다 챔 धर्म 우드다 ग्रन्थ 챔 परम्पराहरूको 아니 बिचको 챔베요 भिन्नता 말았어 छुट्याउने चक्र लगायतका 야참도 सबै सर्वश्रीवाद 쯤바스하게 민경바 ग्रन्थहरूले 베세 उहाँलाई 미세 आदरणीय 최겹세 धर्मता 마베시 쯤바사 धर्मत्राता वा 민경바 베네 श्रेष्ठ 딘데게 토니까 धर्मत्राता भन्ने उच्च सम्मानका साथ उल्लेख 젠드레 गरेका 베주 गरेका 당하죠 छन् 말았어 세상 त्यस्तो नाम राखेको रहेछ 걔는 त्यसैले 때네 यो 제라나웨기 कारणले 나로래야 गर्दाखेरि 콩을지 एउटा यहाँ 치통 आदरणीय 미세 भने 예레버지다 उपाधिले 슈게 첨부 उहाँ 예버디 아니 सर्वश्रीवादमा 다다 विशेष 챔베란테 स्थान 주투하네 아주 नाम 신기해 말았어 उकाटेको भएको एउटा अत्यन्त प्रभावशाली व्यक्ति हुनुहुन्थ्यो भन्ने चाहिँ एउटा 다다 허비 आदरणीय 현상게 로마 धर्मत्राता भन्ने कुराले अब 후광사죠 स्पष्ट देखाउँछ 콩기 제샤베기 원버 अब 주역이 उज्यालो 제자죠 कोषका 디나로로야 무슨 टिप्पणीहरूमा 말이잖아 허비 최격디 리자르 민레야 उयोगी 다마다다 जोयो 수요 भनिन्छ हो 말았어 अब 콩상이 양해는 समन्त 되는 로 समन्त 숙견을 베티주 प्रभा 최고 समन्त 내시다 드레 प्रभा 말았어 समन्त प्रभाको अब कोष 다 भन्ने 테라 टेकिँदा चाहिँ के 떼비기나 राख्यो 아니 콩 टिप्पणीहरू चाहिँ 최야가 उहाँले 두주디 यसरी भन्नु भएको छ 까다야네 부사 उहाँको 당기 총어버 संस्कृत नाम 이시는 주바 धर्मत्राता थियो 짱기 र 까다야네 उहाँ 부사를 죄네 링구마 렘베 परिनिर्वाणपछि 겁이야 300 아니 वर्षमा बाँचिरहनु भएको थियो 들리지 이사레스 यो कत्यानी पुत्रपछि 야 लामो 다다 समय 탕기 नबित्दै 디뉴스바 भएको थियो 현장기 송바다 제비나 아니 콩기 충유디 다다 간다라사 간다라사기 भनिन्छ 아니 롱버드 차리요 अब थाङ भनौँ न अब थाङ सुहानचाङको भनाइ अनुसार उहाँको जन्मस्थल चाहिँ गन्धारा भनेको ठाउँमा स्थान भएको रहेछ 다나시 탐지위원회 그 슝루디즈 अब 나로래야 콩기 सर्वशिवको 시바 콩기 ग्रन्थहरूमा 노베드 सु베 야네 उहाँको 야노베 룽제 विचारहरू 제야레스 उहाँको मतहरू चाहिँ 룽제 बारम्बार उद्धृत 제야레디 गरिएको पाइन्छ 쯤바 최교 코랑 간데지레슬라비나 코랑 탐지위원회 그 나로네 노딘즈 अब 버샤리 भनिन्छ तर 원버즈가 उहाँ चाहिँ छैन के हो र 노딘즈 भन्दाखेरि
उहाँ चाहिँ अब दोते आदरणीय जोसिले धर्म धर्मसेवाद अति भित्र जिबचिता सूत्रधारा पेट्युन पासाते छादे अरस भनिन्छ सूत्रधार एउटा सूत्रलाई धारणा गर्ने र पेट्युन पासाते छगि इंसा अन दृष्टान्तवादी खोंग थामजे दार्शनिक पनि युनेकी हुनुहुन्थ्यो मोम्बेकी लुसु उहाँले जोबा खों सर्वस्तिवाद ngomba जिम्बा अभिधर्म मिमछे दोते जिब परम्पराको छादे अरस आना छ आलोचना ngomba पनि जिम्बा गर्नुभयो तिसोर पाङ गाबो छ क्यानी छ त्यही तिले कारणले छिकी अब रवि अ, छादे अरस अभिधर्म पक्रिनहाल्छ भनेर आलोचना गरेको 태야 भन्दाखेरि उहाँ 다다 चाहिँ के हो त 치수 एउटा 야나리아 अब全백이 야이 सूत्रधारा 로비 रहेछ नि त उहाँ त 융쉐사 되게 सूत्र 가르소는 पिटकको 가르사나 줌바 एउटा 최교全백이 뒤럽려야 अध्ययन 그 गर्ने र 디나로래야 अभिधर्मलाई चाहिँ 최원백이 आलोचना गर्ने 로테소 त्यस्तो व्यक्ति हुँदो 아니 रहेछ नि त्यसरी 다르게 러시베 강으로 비슷히 त्यसैले 시작했어 चिनिया आचार्य हिनसुनले लेख्नु भएको छ कि 이나야 줌바 आधुनिक 최교 धर्म 코란 탐제 प्राप्तको समयमा 유네기 다 수균님 अभिधर्म 버세난다도 परम्परा 너데 조 फैलिँदै थियो 인진생기지 तर धर्म 차대 어렸어 धर्म प्रथा आफै 어 सर्वस्तिवादको पुरानो अडान 근데 मुख्यता 인도산에 सूत्रलाई नै 나 담보 जोड 코랑 दिने कायम 루스님 राख्ने 버서 그래. वंशधर 다 हुनुहुन्थ्यो 코랑 루스님 버디 너도 조 त्यसैले 균진신 샤리 가르스. उहाँले अभिधर्म 이래다 विद्यालयको 급 आलोचना 디두산에 गर्ने 콩 अध्ययन 줌보 लेख्नुभयो 최기全사회 제려야 यसै 아니 가리 कारणले 가리지 उहाँ 원베 सर्वस्तिवादको 되려야 पे 짜심 वंशधारा 쇼지 भए 아직 बेरेक भए 루스 तापनि 쇼지 सर्वस्तिवादको 다르스 वंशधारा 다른 भए तापनि 요노산에 아니 परम्पराका 공기 지금 원베 좋다 बन्धनहरूबाट मुक्त भएको 원베 सूत्र 되려야 विद्यालय 개좀 져야 되나 सौतन्त्रिकका 가봐 पूर्ववर्ती 야 딘데 विद्वान 나가버렸어 जस्तै भन्नुभयो भनौँ न 김세 सौतान्त्रिक 되는 भन्नाले अब 댄시네 아니 अब 공 탐제 जजेपा भन्छ त्यो 유네기 त्यसको अब एउटा तान्त्रिक भनौँ न एउटा 가서 코랑 दार्शनिक गुरु भन्नुभएछ 다 대반도 त्यसमाथि उहाँले 중보세비 탐제 महायानको 유네기 대바차디 요래디 भनौँ न 이나야 아니 코랑 게지 가르래 공부 신초선한라도 따와란초로부터 भनौँ 조 न 너들이야 개셔버지 년지 차리 어르스 भनौँ न 기 सर्वस्तिवादको 근절되네 시순 वंशधारा 너들이 भए तापनि 되게 아니 परम्परा 코랑 भए तापनि उहाँ चाहिँ 지가르다 के हो त अब 코랑 주기다 यो 개방하면 좀 सूत्रलाई धेरै नै 코랑 주기 बौद्ध 개방하면 좀 सूत्रलाई चाहिँ धेरै नै अब 되지야 उहाँले 인지지 않았어 बाहिर ल्याउने हुँदाखेरि उहाँले एउटा 대zam도 सौतन्त्रको अब 마세베기 पनि मैले 나도 एउटा 줌바 त्यसको 최급사 되게 티버첸보다 मार्गदर्शक 타니에기 पनि 전주 दिँदो रहेछ 선배기 उहाँलाई 전주 선바사 त्यसैले 아들이야 अनि पूर्ववर्ती 양콩 विद्वान 따다로 시엔다 जस्तै 만다지 भन्नुभयो उहाँ 이게 되나 सौतन्त्रको पनि 다든데 त्यसमाथि उहाँले 양콩 다다 महायान 중국이 나는 नजिकको 세계 बोधिसत्व 이 균사를 되네 दृष्टिकोण 야나래 आग्रह 양나마 भएकोले 줌바 पुरातन 최급이야 चिनमा 전주 उहाँलाई 선바세지 सम्बन्धपूर्व 든데기 बोधिसत्व पनि 전주 भनिन्छ 선바 최급스지 든데기베 ए 최동슈 든데기 बोधिसत्व 루스야 쇼여버렸어 김선 가르선다 공기 बोधिसत्व 다다 धर्मत्रता भनेर चिनको 년대 अनुवादहरू पनि उहाँले लेखेको 년대 छ किन 대배 슝가 भन्दाखेरि चिनमा अब 나로래 전주 उहाँले अब 선배 거시 बोधिसत्वहरूको 인도산에 दृष्टिकोणको 테레 कुराहरू पनि 코랑기 दर्शनहरू 공부시 अगाल्नु 나도 भएकोले 따와란주 उहाँलाई चाहिँ 개단데 बोधिसत्व भनिन्छ 개바신다도 민다르지 간다 अरू भन्दाखेरि 티버첨보 भनौँ न 타니에 अलिकता बेग्लै नै 도시에 मान्दो 인사 रहेछ चिनमा 기균선 चाहिँ 되네 अन कोले छेन 전주 선배체 뭐야로 त्यही 근데 कारण नि क्या उहाँलाई अमा ज्ञानार छुयो बरेस पुरातन अब चिनमा 다 चाहिँ उहाँले 콩기 순종 가려 알았어 बोधिसत्व भनिँदो रहेछ 다다 순보 최교 딱 콩그 제샤베 덴주 무슨 제샤베 덴주 등산 제야요 말았어 다다 तर 제야요 가려 आदरणीय 알았어 धर्मत्रताका 콩그 आफ्नै 초진 रचनाहरू अहिले 제샤베 उपलब्ध 최기 छैन 체수 제 उहाँ लेख्नु भएको धर्म उपलब्ध पाता छैन 아 तर 맞아요 उहाँको 띵규 एउटा 나로라 मात्र उपलब्ध 체도 제베 रचना 첨세죠 छ 봐 त्यो के हो 체도 त 제베 첨세 धम्मपद धर्मपद 다디 콩 चाहिँ 제샤베 उहाँको सङ्कलन 콩 उहाँले 초디 सङ्कलन गर्नु भनेपछि उहाँको सङ्कलन 최기 हो 체수 त्यो 제바 사디 सूत्रहरूबाट 다다 노데기 4 노데디 वा 주 나로라 7 체수 제바 पङ्क्तिका 강바 पदहरू 시와다 강바 सङ्कलन 투바 गरी 디주 विषय 상로 주 अनुसार 루루 쓰지 व्यवस्थितसँग 아니 उहाँले 땡기 고름 व्यवस्थित गरिएको सङ्ग्रह हो यो 총수 धर्मपद 대전 쇠샤바 아 त्यही कारणले यहाँ 디디샤리 चाहिँ 어레스 आफ्नो भावमा मिलाउनु भएको रहेछ 디주 6 वटा 상로 내가 व्यवस्थित सोसोले गरेर 양안에 유에 देबा यो पहिल्यैदेखि प्रत्येक 디디 निकायमा 체수 제바 디디 बस्ने 상 थियो देबा सोसु기 धर्मताले त्यसलाई 나로라 पुन 양안 옹안에 सङ्गठित 유에 देबा गर्नुभएको 제 मात्र हो त्यसैले 대준버 체육이 अनि यो 꺄르 चाहिँ अब 초딘 제샤지 디디지 यो चाहिँ 마다지 पूर्ण के 코랑기 हो त 응어서 지샤 आदरणीय sabzong 세샤 धर्मताले निके फेरि छयो माने अनि 드레 नयाँ भन्ने 인도산은 के हो 다다 त होइन 나란좀 तपाईँले 지기 सङ्कलन 되버디 गरेर 준버 पुन बाहिर 최격기 ल्याउनु भएको 초디 भन्दाखेरि 제샤베기 उहाँको धेरै ठुलो 최기 츠스 यसमा 제밤 याना छेदु जेबे हात रहेछ समस्या भूमिका देला रहेछ कोराङ 응어서 제샤베 슝 त्यो याना बाहेक जिजि अर्को आफूले जेयायो लेख्नु मारेस भएको आफूले अब लेख्नु भएको 다 रचनाहरू 되네 चाहिँ हामीले देख्नु पाइँदैन 니버드 준버 이시에서 하더라 준버 अब 이시에서 दोस्रो तिब्बत इक्ष्य भनिन्छ उहाँले वसुमित्र भनिन्छ 준버 이시에서 하디 उहाँको जीवन र 다 कथा भन्नु पर्दाखेरि 콩그 उहाँको इतिहास 당봉이나 콩이 제남다 슈게는 보카 간데 उहाँको अब जीवन र प्रभाव बताउनु पर्दाखेरि 준버 जीवन प्रभाव 이시에서 बताउनु पर्दाखेरि 콩 콩다 अब उहाँको नाम भनौँ न शुवर बा जागेल उहाँले चाहिँ अब भनौँ न 콩그 संस्कृतमा 세시에나 उहाँले वसुमित्र 야나 गेले हाइ गेम हाइ सिंगेस अब चिनिया भाषाको केनी हो देवताहरूका मित्र पनि भनिन्छ
देव मित्र पनि भन्छ मित्र देव मित्र सार दिनेजी नै यहाँ चाहिँ गुर्स्याब दिने यारस त्यस्तो पनि रहेछ वसु मित्रलाई देवता मित्र देवताहरूको मित्र पनि भन्दो 야게 रहेछ अनुवाद 나대게 गरिन्छ 루규가 나로래 이시에스야게 생 토바 된적이 양 개봐야 망고 쳐 야가 나로 भारतमा अब भनौँ न 생 망고 용니도 봐 세상 भारतमा अब एउटै नाम भएको विद्वानहरू धेरै बताएको 망고 देखिन्छ 차시 ठीक आजो 강에 망고 चिनिया बौद्ध इतिहासमा हरूमा उहाँलाई प्राय वसुमित्र र रत्नमित्र भनिन्छ तर महाविभाषाका 4 आचार्य मध्येका वसुमित्र मालवामा 다들 जन्मिनुभयो 망고 용니가 가래사람 민자우로 망고 용니 예자 가래 भनौँ न 인간이 यो 하고 वसुमित्र लगायतका 지중으로 지 धर्मका 라마 धर्मत्रता लगायतका विभिन्न नामहरू त नामहरू 4-5 वटा आएछन् तर पनि 야갈래야 के हो त अब विद्वानहरूलाई एउटै नाम धेरै 이시 चोटि प्रयोग गरेका रहेछन् 젠젠 बेला बेला। त्यस्तो हुने हुँदाखेरि यसमा अब सही 아까 कुन हो 얘기 제라마 यो 요즘에 रचना गर्ने व्यक्ति 이시 को हो 공구 भन्ने 충서디 अलिकति हामीले आउँला यो 말라바스야기 हामीले 룸버들이야 जागरण चाहिँ अनुसन्धान गर्नु जरुरी छ 다른 아들 야가 춘중 나로래야 누초 अब 머루세 भनौँ न वसुमित्रला कहाँ जन्मिनु भएको थियो भन्दाखेरि वसुमित्र चाहिँ मालवामा 다 मालवा 공구충야 घरमा 교수님 जन्मिनुभएको थियो 배제를 진류용기 뒤름 이번에 진류 뒤름 담배 तारानाथको दिनेचले भारतमा छोड्यो बौद्ध यसलाई धर्मको इतिहास अनुसार किताबमा चाहिँ उहाँ पश्चिमको मारु क्षेत्रबाट हुनुहुन्थ्यो भनेर तारानाथले 토바르기 बताउनुहुन्छ 유래야 김다 उहाँ 저디세야 되게 सम्भवतः ईसा पूर्व दोस्रो शताब्दीको उत्तरार्धदेखि इस्वीको पहिलो शताब्दीसम्मको समयमा उहाँ चाहिँ अब 다나신 रहनु भएको थियो पुष्कालावादीसाको ठोङ्केलिया उहाँ तुखर क्षेत्रमा हुँदा गृहस्थ जाति नामक व्यक्तिले उहाँलाई सम्मान गरेका थियो तुखर क्षेत्रमा हुँदा गृहस्थ जाति नामक व्यक्तिले उहाँलाई सम्मान गरेको थिए तर पछि उहाँ पुष्कलावती नगरमा बसेर धर्म प्रचार गर्नुभयो यसरी उहाँ पश्चिमी सरस्वतीवादको एक प्रख्यात आचार्य पनि बन्नुभयो सुवान्जनको पश्चिमी क्षेत्रका ठूल अभिलेखहरू अनुसार वसुमित्र भनेको चाहिँ कनिष्कको समयका एक स्थविर हुनुहुन्थ्यो र स्थविर अनि खाजी युलिया ध्यान ठाने पर्वसँगै परिषदमा सहभागी हुनुहुन्थ्यो अनि त्यही कारणले उहाँ महाविभाषाको सङ्कलनमा सहभागी हुनु भएकोले अब सहभागी हुनु भएको पनि भनिन्छ उहाँको परिषदका प्रमुख सहभागीहरू छेडादो सेवा समस्याहरु छुटी ज्याबडवा कदु जेबे ज्याले भनौँ न उहाँ चाहिँ बुद्ध वचनको अब सङ्कलन गर्ने क्रममा त्यसमा परिषदमा पनि उहाँ हुनुहुन्थ्यो छुटी जेबे कले सहभागी हुनुहुन्थ्यो अरे त्यही कारणले भनौँ न उहाँले अब त्यो मात्रै नभएर उहाँ महाविभाषाको सङ्कलनमा पनि सहभागी भएको त्यसैले उहाँ परिषदका प्रमुख सहभागीहरूमा एक हुनुहुन्थ्यो त्यसैले सबैले उहाँलाई महत्त्वपूर्ण मान्दछन् भनिन्छ कि त्यहाँ भएका सबै शङ्काहरू उहाँलाई सोधेर निर्णय गरिन्थ्यो के हो त अनि एउटा नबुझ्यो खण्डमा धेरै सङ्घ सन्ध्या मचिएको खण्डमा उहाँलाई प्रश्न गरेर विभिन्न शङ्कालाई चाहिँ उहाँले हटाउनुहुन्थ्यो निर्णय गर्नुहुन्थ्यो भनेर तर आजकल व्यापक रूपमा आजभोलि व्यापक रूपमा अब स्वीकृति मत अनुसार वसुमित्र भन्ने विद्वानहरू त्योभन्दा अलि पहिले हुनुहुन्थ्यो अनि यो तेस्रो वचनको सङ्कलन भन्दाखेरि पनि अनि यो वसुमित्र चाहिँ अगाडि नै आउनुभएको थियो आजभोलि अब विद्वानहरू यसरी अब बताउनुहुन्छ त्यसै कारणले वसुमित्र योभन्दा पनि अलि पहिले हुनुहुन्थ्यो त्यसैले उहाँले यस परिषदमा सहभागी हुन असम्भव थियो अहिलेको समकालीन विद्वानहरूले यसरी छलफल गर्नुहुन्छ 탐지위원회 룩장마 세아데 가르쳐서나 조디 탐지위원회 룩게 अब वसुमित्र सरस्वतीवादको शुद्ध दृष्टिकोणका प्रतिनिधित्व जुन ज्ञान अभिधर्म ज्ञान प्रस्थानलाई पछ्याउने
पछाउने 디 एउटा 균제라 때네 अनुसरण गर्ने एउटा ngomba महान व्यक्तिहरू 이실은 थियो 주베게다 यस परम्पराको 겐젠노데 가라사 उत्कर्ष 제바 게슈엔도디 यसमाथिको विस्तृत 제라시엔도 टिप्पणी 셈버데 제라시아바 셈버사 차리고 महाविभाषा हो 제라시아바 셈버사데 ngomba यो 이실은 주베게 제바 महाविभाषादेखि नै 차리고 अब यो ngomba सर्वश्रेष्ठ मुख्य 이실은 दर्शन हो 주베게 नि 제바 त 게슈엔도 차리고 제가 ngomba 이실은 주베게 제바 야체슈 제라시아베 나라야 त्यही कारणले 가르소에다 यो 이시에기 룽망고 시고 차야 ज्ञान प्रस्थान भनौँ न अब जस्तै कि यो अभिधर्म ज्ञान प्रस्थान चाहिँ अब के हो त विस्तृत टिप्पणी चाहिँ यसको चाहिँ टिप्पणी चाहिँ महाविभाषा भन्ने चाहिँ यो एउटा शास्त्र हो वसुमित्रको विचार विचार अनुसार चाहिँ के भनिन्छ भन्दाखेरि अभिधर्म ज्ञान प्रस्थानसँग मिल्दो भएकोले उहाँलाई शुद्धमा महाविभाषा सदस्यवाद परम्पराका आधिकारिक धारक पनि मानिन्छ भनेर बताएको छ त्यही कारणले महाविभाषा उद्धृत आचार्यहरूमध्ये वसुमित्रका व्याख्याहरूलाई सबैभन्दा बढी सम्मान गरिएको छ 지나양 아주 하고가야지 가려서나 제라도 시아바 첨부 추리셔서디 등이 권수반하지 카지암 다 등상이나 까시미리 यो भनौँ न हामी त यो महाविभाषा चाहिँ कहाँ सङ्कलन गरेको थियो त भन्दाखेरि यो चाहिँ अब यो कश्मीरतिर गरेको 제라 나와티죠 यो उहाँमा भनौँ न महाविभाषाका सङ्कलन 잘해요. 이셰디 भनौँ न यो महाविभाषाका सङ्कलनकर्तामध्ये एक हुनुहुन्थ्यो भन्ने कथाको पनि एउटा मुख्य कारण हो महाविभाषा छेराछेरीसम्म भनौँ न महाविभाषा कश्मीरमा सङ्कलन जहाँका सर्वशिवादहरू पूर्वी परम्पराका थिए र वसुमित्र पश्चिमेकी पश्चिमको पश्चिमका प्रतिनिधि र पूर्वीहरूले पनि उहाँलाई उच्च सम्मान गर्थे यसले उहाँको दार्शनिक विचारको उत्कृष्टता देखाउँछ उहाँको ग्रन्थको विशेषता व्यवस्थित संक्षिप्त सजिलो बुझ्ने र स्पष्ट लक्ष्ययुक्त रहेको थियो त्यसैले पूर्व र पश्चिम दुवैतर्फतिर उहाँ अत्यन्त प्रभावशाली र एकदम प्रख्यातमा आउनुभयो त्यो बेला अब वसुमित्र भन्दैछ उहाँको एउटा लक्षणहरू बताउने कुराहरू कारणहरू बाहिर मान्छेले प्रचार प्रसार गर्न एकदम एकदम सजिलो सरल यसरी बुझाउने माया हुँदाखेरि उहाँ धेरै अब प्रभावशाली हुनुहुन्थ्यो त्यो पूर्वी र पश्चिममा धेरै अब उहाँ नाम चलेको प्रख्यात व्यक्ति हो हामीले के अर्को के बुझ्नुपर्छ भन्दाखेरि अघि यो धर्मता जस्तै भनौँ न अघि बताएका जस्तै धर्मत्राता जस्तै वसुमित्रलाई पनि प्राचीन चिनिया धर्म ग्रन्थहरूमा सम्मानपूर्वक उहाँलाई पनि बोधिसत्व नै भनिन्थ्यो योसँग सम्बन्धित के एउटा कथा पनि छ एउटा कथा भनौँ न एउटा कथा के छ भन्दाखेरि यो जब 탕 션장ले लेख्नु भएको के गर्नु पाउँछ भन्दाखेरि पश्चिमी क्षेत्रको ठुलो अभिलेखहरूमा वर्णन गरिअनुसार आदरणीय वसुमित्र 3 पटक र 5 ध्यान निपुण हुनुभएकोले महाविभाषाका सङ्कलनकर्ताहरूले उहाँलाई सहभागी गराउन चाहन्थे तर उहाँले कलेशहरू नत्याग्नु भएकोले सुरुमा उहाँलाई निकालियो वास्तवमा वसुमित्रले सम्भावनाहरू जम्मा गरिसक्नु भएकोले उही अरबको स्थान प्राप्त गर्न चाहनु भएको थियो तर देवताहरूले उहाँ बुद्ध मैत्रेयपछि बुद्धत्व प्राप्त गर्नुहुनेछ भने तीन लोक अगुवा र चारै जन्मका शरणस्थान अनि तपाईले किन हिनायानको फल प्राप्त गर्न खोज्नुहुन्छ भने त्यसैले उहाँले अरबको स्थान त्याग्नु भएको भनौँ न यो कथाले के जनाउँछ त्यसैले अब उहाँले अरबको ज्ञान प्राप्त गर्नु नै आँटेको थियो किनभने दुईटा सम्म र पुण्य सम्म र ज्ञान सम्म सबै
ज्ञान सम्भार उहाँले परिपक्व गर्नु भइसकेको थियो उहाँले अब अरहतको स्थान प्राप्त गर्न चाहनु भएको थियो तर त्यही बेला आकाशबाट भगवानहरू देवता आउनु भएर यो बेला अरहतहरू मिल्दैन किनकि तिमी बुद्ध मृत्युपछि तिमी बुद्धत्व प्राप्त गर्नुपर्ने छ त्यसैले अरहत भयो भने तिमी धेरै लामो समय लाग्नेछ भविष्यवाणी भएकोले अनि तीन लोक अनि अगुवा भन्नु तीन लोक अनि उज्यालो पार्नको लागि अनि ज्ञानको फल प्राप्त गर्नु भन्नु तिमी हुँदैन नि भन्ने यसैले अनि त्यही बेलादेखि नै चाहिँ बोधिसत्व रूपान्तर भएर अनि अरहतको मेरो ज्ञान त्यही बेला त्याग्नु भएको रहेछ त्यसैले अनि उहाँ चाहिँ बोधिसत्व हो भन्ने चिनमा यस्तो कथा पनि रहेको छ उहाँको रचना के के छ त वसुमित्र लेख्नु भएको रचना के के छन् भन्दाखेरि वसुमित्रका हाल उपलब्ध रचनाहरू के छ अभिधर्म अभिधर्म धातुका रहेका छन् 다 자나기 루스 셰비나 원바랍도 셰바다 원바 감기 소 니가로 준비 이시에 제가 인수가 त्यसैले 디 강래야 इच्छे भनौँ न उहाँ चाहिँ अब इच्छे भनिन्छ 수균기 송단 셰비나 슈루 체라고 콜로티 준비 이시에 제가 अब ल मम्बरहरु जेबा भनिन्छ यसलाई अभिधर्म अभिकरण भनिन्छ मुम्ब खानी छपा भन्नाले अभिधर्म धातुकाया दुईटा रहेका छ त्योमा यी हुन् साथै परम्परागत उहाँलाई श्रेय दिने धर्म ग्रन्थ परम्परा नतर्सिने चक्र पनि हो यो वास्तवमा उहाँद्वारा लेखिएको हो कि होइन शङ्का गर्ने समकालीन विद्वानहरूले पनि भनिन्छ 아주 벽에 나눠라야 다바지 엄바이기 다다 슝니버디 매브세 슝로 제라크 왜 콜로티 예테베치 근데 지레도 와 다들 샴베 데레다 चक्र चाहिँ रहेछ यो ढुङ्गो झेडाको खोलो रहेछ यहाँ 준비 상계하사 준비 상계하사 तीन मात्र सबै अनुवाद गरेको रहेछ अब कोडमा चाहिँ अब एउटा मात्रै अनुवाद गरिसकेको छ अब तेस्रो विख्यात अब विद्वान आचार्य को रहेछ भने आदरणीय बुद्धदेव हो उहाँको जीवन र उहाँको अब यो प्रभाव बदल्नु पर्दाखेरि अब जीवनकी कथा समष्टिवादका चार महान आचार्यमध्ये तर उहाँको जीवनका बारेमा संकलनमा सहभागी भरपर्दो विवरण अरू थोरै मात्र उहाँ लगभग सहस्राब्दीको संधिकाल ईसा पूर्व 10 ईसा पूर्व अब भनौँ कहिले जन्मिनु भएको रहेछ भन्दाखेरि ईसा पूर्व 10 देखि अनि ईसा 10 सम्म उहाँ त्यो बेला उहाँको समय रहेछ त्यति बेला भएको रहेछ छानिन्छ अब सन भनौँ न सन 1869 मा उत्तर भारतको मथुरामा एउटा सिंह शीर्ष स्तम्भ भेटियो एउटा सिंह शीर्ष स्तम्भ भेटियो जसमा चाहिँ आचार्य बुद्धदेव र सर्वश्रीवादका भिक्षुहरू भनेर लेखिएको थियो त्यसैले विद्वानहरूले यो स्तम्भलाई अब कहिले अब यो बनाएको रहेछ यो स्तम्भ कहिले हो सुरुवात भएको रहेछ कहिले मान्छेले बनाएको रहेछ भन्दाखेरि ईसा पूर्व 10 देखि 10 को 20 को हुन सक्ने अनुमान गरेका छन् त्यसैले स्तम्भमा उल्लेखित आचार्य बुद्धदेव यहाँ वर्णन गरिएको आदरणीय बुद्धदेव नै हुन सक्ने अब उहाँको दृष्टिकोण र प्रभाव के पर्यो त भन्दाखेरि उहाँ बुद्धदेव भनौँ न अघि बताएँ एउटा धर्ममित्र उहाँ र आदरणीय धर्मत्राता भनौँ दुवै सर्वश्रीवादभित्रका सूत्रधारक र दृष्टान्तवादी पनि एउटा पेतनबाट अब यो उत्तरी
यसलाई पेतनबा भन्ने चाहिँ अब यसको उदाहरण 저 देखाउने छु विषयमा 상계기 पछि बताउनेछु 까 यस 도대디스 परम्पराले बुद्धको 개체부 सूत्र वचनलाई 수트라 नै 도대디스 개체부 찌게 यस 얼마도 되게 परम्पराले 뭐바디스 개체부 샤ጽ게 बुद्धको सूत्र वचनलाई नै सबैभन्दा 뭐바사도 महत्त्वपूर्ण 저도 치수 मान्थ्यो र 딱 अभिधर्म भनेको चाहिँ 까이 आचार्यहरूको 제라데 까이 जटिल दर्शनको 공제기 सूक्ष्म 땡주 भेदहरूमा त्यति चासो 그래도 राख्दैनथ्यो 까이 공제기 땡주 최원바디즈 다 디즈 나놓고 가보 미집 규제 가르 최원배 땡주 디즈 나놓라 다지 땡주 캠보 디즈기 배 त्यसैले 또르고 욕나 사고 싶으지 쇠네 अब अभिधर्ममा चाहिँ अब धेरै दर्शनको कुराहरू पनि खण्ड 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 धेरै मिलेर अब त्यो 다다 टाउको दुने भएको 상기 विमल 깐도 त्यति अब 디나로 चासो नआएको थियो 예대벤지 가르쇼구라 통매기 남바로 가래요 बुद्धदेव आचार्य धर्मत्राताको परम्पराको धारक हुनुहुन्थ्यो बुद्धदेव चाहिँ आचार्य धर्मत्राताको परम्पराको धारक हुनुहुन्थ्यो र अभिधर्म विकसित हुँदै जाँदा उहाँले केही सुधार र परिमार्जन पनि गर्नुभयो उहाँ सूत्रधारक परम्परा जोगाउनेहरूमध्ये एक हुनुहुन्थ्यो साथै उहाँले अभिधर्म आचार्यहरूको मूल सहायक सिद्धान्तका केही अंशहरू पनि सङ्कलन गर्नुभयो आफ्नो विशेष दर्शन प्रस्तुत गर्नुभयो अब उहाँको बारेमा ऐतिहासिक अभिलेखहरू 다티 가르쳐서나 वीरलाई छन् 중화ले तर शेन क्युबे सुखेलिङ मारस उहाँ रूप भनेको केवल तत्त्वहरू मात्र हो र मानसिक कारकहरू भनेको केवल चित्त मात्र हो भन्ने दाबी गर्नका लागि प्रख्यात हुनुहुन्छ 중규르디 중화ले शेन क्युबे इम दुगै यसो मारे 중화ले शेबे त्यसैले सुख दुगै आचार्य वसुमित्र सेम भनौँ न यो सिमजुङगी सेम र बा सिमजुङगी सेमले भनौँ शेन न यो क्युबे सिमजुङ मानसिक कारक भनौँ न 다 든데기 코랑 떠루데 미세 든데지 옆다 रूप भनेको चाहिँ एउटा केवल तत्त्वहरू मात्रै हो हुन्छ र मानसिकको कारण भनेको केवल चित्त मात्र हो भन्ने चाहिँ दाबी गर्ने प्रख्यात हुनुहुन्छ अनि आचार्य वसुमित्र होस् र धर्मत्राका व्याख्याहरूसँग यो एउटा महत्त्वपूर्ण विचारको परम्परा हो अब अर्को आएको छ बुद्ध घोष साङ्गे छ 4 नम्बरमा पर्छ 4 नम्बरको 투카라스 룽바 데레야 아주 벽에 나올 토가를 나고도 आदरणीय घोषा उहाँको जीवनको विषयमा बताउनु पर्दाखेरि उहाँको जन्मस्थान उत्तर भारतको तुखर भन्ने ठाउँमा जन्मिनु भएको रहेछ उहाँ चाहिँ अब पश्चिम भारतका एक महत्त्वपूर्ण अभिधर्म आचार्य हुनुहुन्थ्यो तारानाथको भारत बौद्ध धर्मको इतिहासको शास्त्र अनुसार तेस्रो बुद्ध वचन सङ्कलन र राजा कनिष्कको मृत्युको केही समयपछि कश्मीरको पश्चिम तुखर क्षेत्रको उत्तरतिर जाति नामक एक धनी गृहस्थ थिए जाति भन्ने एउटा धनी गृहस्थ थिए उनले पश्चिमको मेरुवाबाट महाविभाषका आचार्य आदरणीय वसुमित्र र तुखरका आदरणीय घोष दुवैलाई उहाँले निम्तो दिएर 12 वर्षसम्म 3 लाख भिक्षुहरूलाई भोजन गराए र भनेको छ यहाँ 3000 भिक्षुहरूलाई भोजन गराए र अर्को कथा अनुसार उहाँ महाविभाषका सङ्कलनको समय त्यसमा चाहिँ बता गरेको थियो बौद्ध धर्मको इतिहास अनुसार त्यही कारणले अब एउटा उहाँको नाम चाहिँ भनौँ न एउटा गृहस्थी दाता अघि भने जस्तो एउटा जाति नामक थियो एकदम धनी र धनट्य रहेछ उहाँ अनि उहाँलाई चाहिँ अब पश्चिमको अब मारुबाट चाहिँ महाविभाषका आचार्य आदरणीय वसुमित्र र तुखरका आदरणीय घोष दुवैले चाहिँ अब निम्तो दिएको रहेछ त्यही बेला अब तारनाथको भारतको अब बौद्ध धर्म इतिहास दुवैसँगै थियो तर अर्को कथा अनुसार उहाँ भनौँ न सङ्कलनमा पनि अब भनिन्छ तर उहाँसँग सम्बन्धित सबैभन्दा प्रमुख कथा के छ भन्दाखेरि अर्को सबैभन्दा प्रख्यात कथा के छ आँसुले आँखा निको पर्ने कथा
लमी के नालो ले अब यसका कता धेरै भिन्न संस्कारहरू छन् तर सुन्दान्ते खने जगर सिलाइना सुवान्जाङको तादा पश्चिमी क्षेत्रको मंगाता ठूलो अभिलेखहरू अनुसार मंगाता की छंजु मगधको जुनसिंग पूर्व गुंगरा वृक्ष भने हम छंजु जुनसिंग जुवा हासा छ यबरेस भनौँ न मगधको ता तेला बोधी गेबु वृक्ष न्याङे मे बिहानमा कुराङ से गेबु अब वहाँमा राजा अशोकले कुन्नला अरब हासा घोषलाई गेबु कुन्नला राजकुमार हासा कुराङ कुनालका आँखा निको पार्न कुराङ की अनुरोध कुन्नला गरे कुराङ जसका मिनिगा आँखा म्याब छ मिनिगा म्याब छ आँखा तातन्द्रिगी पे कला खबर खुलिएका शाही थिए हिंदुस्तान है केवल यंगे में की कुरान की सेट ठीक है ने ड्राचों पर यांग रो से आती अनि कुंडली ने जाने ता अब दी भनौँ ने न पुंडल में जो ना रो करुणाको मा आँखा निको से पार्न अनुरोध सोता गरेका जसका बरस आँखा चाहिँ अब खुलेको थियो घोषले सोता सबैलाई हिंदुस्तान अनि है तो भाडा जुम्बा लिएर यांग रो आफ्नो से आती की धर्मोपदेश सुन्न आउन आदेश ता दिए सबैले खरसुम बरस ना धर्मोपदेश ता सुनेर मिछामलो मनमा गहिरो पे चुशुआ भावना के उत्पन्न भई तोंशुस्ता आँसु बगाए छामलो चुशुआ के तास इना थरी अनि भनौँ चुशुआ न यति बेला हिंदुस्तान अब नमग्युन द मिरो यो मिरे के घोषले भनौँ न नजेर किसे आचार्य अनि छुइन ला घोषले चाहिँ अब यबरेस भन्नुभएछ कि तो सबै स्कार धर्म यबरेस सुन्नुको लागि आउनुपर्छ ताते भनेर निम्तो काना गर्नुभएछ हिंदुस्तान अनि गेबे मान्छेहरूलाई मा काटाने ता छामलो चुशुआ शो चुशुआ ने हिंदुस्तान घोषले अनि जनताका नजेर किसे त्यहाँ शो भएर से चिन्ता ती तना दुवा भनौँ न अनि थामा थामा राजाले दने पनि छामलो घोषले अनि बताउनु भएको आचार्य घोषले यगा हामीले छुइन यगा प्रवचन हिंदुस्तान सुन्नुबाट ने आउनु कब्दे भनेर हिंदुस्तान राजाले अब अझै अशोकले जुम्बा त्यसरी याङ्रो के राजाले बताउनु भएको रहेछ अझै तिनरी याला चुङ्गी गोर्छे सुम्बरेस अनि तिनरी त्यो बेला याला अब चुङ्गी गोर्छे सुङ प्रतिज्ञा हिंदुस्तान मी गांगा 12 पे प्रतिज्ञा सिमगु समर्थको विषयमा शिविस्ते यसरी वा बताउनु भएको रहेछ सिमल गुग्यो त्यो शिविस्ते बताउने मी बेलामा गांगा चाहिँ के छिबु हो त शोर भने मिजु शोर धेरै मिजु शोर कुराहरू बताउनु हिंदुस्तान पर्दा ने जुम्बा मनमा याङ्रो धेरै की गहिरो प्रभाव अब उत्पन्न ता हुन गएर मिजु आँसु शोर बगाएछ सामलो सोसो ला पल्ला ता न्युजे किदिहरु तिनारो मिजु सेसे मिजु सामलो जु कर तात नमगु इन्ता मिजु मा अनि थे ता त्यो यु बेला चाहिँ के जान हो ता त अब मिरो तन्दे मै मिजु सामा सेसे त्यो बेला भाडा लिएर आउनु भनेर 세죠. चाहिँ 참으로 भाडा प्रतिज्ञा 주루루지 समुत्पादको कुरा 타마데 बताउनु 세르기 पर्दाखेरि मान्छेहरूलाई 송바지나로 एकदम गहिरो 주루루스 मनोप्रवेश 미수 गरेर 참으로 नि त्यो 주루루스네 आँसु सबै त्यो 세르기 भाडामै 송바지나로 भाडा लिएर 루머레스 आउनु प्रदर्शन बेला भन्दाखेरि 벨루네 त्यो भाडामा 아니 आँसुले 줌바 양로 भरेको पे रहेछ mollamtab네 아니 अनि त्यो 공기데 आँसु भनौँ 세르기 न आँसु 송베나로 घोषले 예데베게 त्यो सबै 미주기 추데기 आँसुहरूलाई एउटा 게보기 सुनको भाँडामा 예데게 जम्मा गरेर 게보 प्रार्थना जम्मा गर्नलाई 양해메기 जम्मा गर्नलाई 세데기 प्रार्थना 미가 गरेर 투주거레 त्यही आँसुको पानीले राजकुमारको 투자베 आँखा 제레 धोएर 아니 게보 जसले 양해메 राजकुमारको 세데기 दृष्टि पहिले 미기니 जस्तै अनि 우마나시 फर्कियो भने भनिन्छ 주께버렸다. त्यस्तो पनि गरेको रहेछ 베스트 우마나시 통투바 종아레스 ता तिले त्यस्तो अब साजिके कथा ता रहेछ डुङजिएब्रे त्यो बेलामा अब आदरणीय घोषको कथा पनि आउँदो रहेछ अब अशोक राजाको पालोमा भएको तादि अब राजाको जुम्बा यारो छोरालाई जब पनि ये अब वेग ता ढुङ्गेला खानाको शिशुहरू त्यही अब भोलि अब धर्म प्रतिज्ञा तने ताना सम्पन्न सिंगे तदा गर्दाखेरि जाय रवि आँसुले इङ सबैको सुनसा आँसु छेसु बगाउँदाखेरि सुबे त्यो आँसु जाय जम्मा रवि इङ गरेर सुनसा सफा गरेर तेगी मन्त्र जप गरेर विभिन्न प्रार्थना गरेर त्यो खरसुमा आँसुले रसना तदा मुख धुलाउँदाखेरि सोना आँखा तारा ना फेरि थेगी दृष्टि पहिले जस्तो जगा फर्कियो छुजु भने नालोलया त्यसैले ताकि चिनिया ओसु आचार्य जुम्बा एन्सुन यारो जुम्बा छुनचाङले इसिङ लेख्नु भएको न्यम छ रेस तिब्बती अभिलेखहरूमा घोष र छिजे वसुमित्रलाई सुवारेस समकालीन हिनाया मानिन्छ 다다 तर 체다 धर्म 셰바 ग्रन्थ 치베나로 따윤두스타네 परम्पराहरूको बिचको भिन्नता 줌바 छुट्याउने चक्र अनुसार 양로기 झेरालको 이시기 제베 응어바랍드 세바다 सेदासिम्बोको भनौँ न 다나시 चक्र अनुसार 떼기긴 제베 घोषले 응어바람시기 소 वसुमित्रको 디니니가 अभिधर्म 롱창 प्रकरण वा 더뉴요아레스 देव देव 텔라 शर्मनको 떼떼비나 अभिधर्म 줌바 양로 विज्ञान प्राय 중요하다 दुवैलाई 두즈디 उद्धृत गरेका छन् त्यसैले घोष 줌바 वास्तवमा 이시에도 또 वसुमित्रभन्दा 셰이거버지 근데 पछिका हुनुपर्छ 잉구도 भन्ने 말았지 प्रमाणित पनि 줌바 हुन्छ 양로 त्यसैले 이시에 롱창싱 말았어 아 근데 송요 제가 다들 त्यसैले 뭐 타지도 해봐야 말고 뒤럽지고 यही हो भनेको चाहिँ हामी दाबी गर्न सक्दैन किनकि यसमा विभिन्न अब ताकि शताब्दीहरू हिंदुस्तान फरक रहेका छन् 디균세 때네 ताकादा 야여러분 인수기 숨어들 제비나 अब यो 아니 좀 양조데 좀 이시에 또 주주체 인고도 제제 अनि अब ताकि 송요 इन्सुलको अनुसार चाहिँ के हो त अलिकता यो 라세 ता디 제 ता디기 제다나 좀 बसिदे ngoro शुसिमरे बुझाउँछ ता यो देने चारजना अब यो दिजेलया वैवाहिक आचार्यहरू मैले बताइसकेँ कारेशुया इंशुबिना के बताउन जाँदैछु भन्दाखेरि अब तादा नेमे फुइ देबा त मंगरुबे देबे खेबाखासे ngoro शुया अब फेरि बासी पुत्रीय र नेमे समितीय फुइ देबा निकायका सारे जोड्न नेमे हुने फुइ चाहिँ देबा ते अनि अब नेदे नेमा देवाले हो भने छेबे बासी देवा पुत्र छम्बुजी भनिन्छ छाडेहरु को देवा अब छम्बुजी बासी छाडेहरु पुत्रीय देवा भने छम्बु छाडे इस्लामीबाट विभाजित ता भएको एउटा तेगी ठुलो निकाय तेगी देवा हो ते देवा यो सेना मान्डा छ मान्डा द करासना त्यो कोजगी अरूभन्दा जुदु अलिकति बेबे भिन्न छ तासा खेलेङ ओरबा उनीहरूले जिताकी के हो त उनीहरूले देवा चाहिँ संगे देवा थाम आवच्य मे खेलेङ आत्मा स्कन्दभन्दा हिना त ने भिन्न मन देवा पनि सेना ता नभएको खेलेङ जुदु मेबे तासा छ जोडो मेबी खुङ दाग भनिन्छ होइन हेमै
वाचन गर्न नसक्ने आत्मा भनौँ न एउटा होइन अवश्य आत्मा वाचन गर्न नसक्ने स्कन्द भन्दा भिन्न पनि नभएको स्कन्द आफै पनि नभएकोलाई आत्मा भनिन्छ मान्य भएकाले निकाय बौद्ध धर्मका अन्य सबै विद्यालयहरूभन्दा भिन्न थिए अब समन्तीय भनेको चाहिँ समन्तीय यसबाट विभाजित एउटा शाखा निकाय थियो जुन प्राचीन भारतमा अत्यन्त फैलिएको थियो सुवञ्जको भारत भ्रमण गर्दा समन्तीय निकाय व्यापक रहेको उल्लेख पनि गरेको छ यसलाई चाहिँ मबुक विद्यापक भने समितीय भनिन्छ निकाय एकदम व्यापक भारत भ्रमण गर्दाखेरि यसरी देखिन्छ पहिला आउँछ वार्षिक अब वार्षिक पुत्र वार्षिपुत्र निकायका संस्थापक हो आचार्य ईसा पूर्व तेस्रो शताब्दी ईसा पूर्व है त ईसा पूर्व तेस्रो शताब्दी उहाँको नामको अर्थात दुई व्याख्या छन् वार्षिपुत्र भनेको चाहिँ उहाँको नामको दुई व्याख्या रहेछन् पहिलो के हो त उहाँको बादशाह नामक एक प्राचीन ऋषिको वंशबाट आएको भनिन्छ अर्को के हो त निकाय चाहिँ 16 महाजनपद मध्ये वत्स क्षेत्रमा आधारित भएकोले वार्षिपुत्र भनेको त्यहाँका विद्यार्थीहरूलाई भन्ने अर्थ लाग्छ त्यसैले वार्षिपुत्र भनेको एउटा ऋषिको नामको वंशबाट आएको हुन्छ अर्को के हो त त्यहाँको अब क्षेत्रको वत्स क्षेत्रमा आधारित भएकोले वार्षिपुत्र भनेको भनिन्छ ताके방하면 야거든 장소지 거라 웬베리 틀이야 대대두산 따고 니머지려베 뇌샤 슈지 가시 깨지 अब भनौँ न 뇌샤 슈 좀 쉽게 거라 만내 미도야 되는 뇌샤 슈 좀 깨 연두산 अब यो दोचा भनौँ न दोचा भन्नाले अब यो 체가 루두산에 다 민머니레스 버주징예레스 제가 버주되다냐면 다 거 가르쳐다 내가 एउटा 가르쳐다 되게 규바죠. 버주 되게 규바. 다 이제 부ቄ네 समारे भनौँ न उहाँले चाहिँ एउटा एकदम यौनको एकदम धेरै कुरा एकदम मनमा आइसकेको आसक्ता धेरै भनौँ न आकर्षण धेरै जागेर एकदम मान्छे कोही नभएपछि बाहिर एउटा गाई भेटेको कारणले गाईसँग भेट्दाखेरि अनि त्यो यौन गर्दाखेरि जन्मिँदाखेरि अब यस्तो विद्वानहरू त्यहाँदेखि परम्परा त्यहाँदेखि अब भएको भनिन्छ ताजने मंगुर वेद्यावा तन्जेवे थोन समिति निकायको ग्रन्थ भनौँ न अब तीन लोकमा सञ्चार परिक्रमा र अनात्मा बीचको विरोध गर्नको लागि उहाँले अवच्यात्मको सिद्धान्त स्थापना गर्नुभयो अब दोस्रो अब ममुगुर विद्या भनौँ निकायको ग्रन्थ यस ग्रन्थमा न त लेखकको न त अनुवादको खोलोफोन भेटिन्छ तर केही समकालीन अनुसन्धानकर्ताहरूले यो आचार्य परमार्थद्वारा अनुवादित भएको हुन सक्ने ठान्छ समितिको निकायको ग्रन्थ भनौँ न लेख्नेको नाम पनि छैन अनुवाद पनि हो कुनै कुनै अब यसको लेखकहरू त्यही कारणले अब यो हाल उपलब्ध समितीय सिद्धान्तको सम्पूर्ण शिक्षा दिने एकमात्र ग्रन्थ हो समितीय निकायको व्यक्ति संसार वासना कर्म आदिका दृष्टिकोणहरूलाई व्यवस्थित रूपमा वर्णन गरेको वासना भनेको कर्म फलको देखिएको छापिएको राम्रो कुरा यसमा राखेको रहेछ अब विनयलाई स्पष्ट पार्ने 22 पद्यहरू छन् 22 वटा पदहरू अब यो चाहिँ सौतान्त्रिक नभएर यो चाहिँ के हो त समितिया हो विनयलाई चाहिँ अब स्पष्ट पार्न 22 वटा उहाँले पाद्यहरू चाहिँ अब तयार पार्नु भएको रहेछ
디 슝딘 제년디 에네 가르래 테레스 가사 एने सो यो मंगुर देवे लमाला समितिया संगे चॉप से आते किन आचार्य सेलेस अब यो चाहिँ लेख्ने मान्छे को रहेछ भन्दाखेरि जुगे दलमे आदा देवे जुरु आचार्य बुद्ध दाताद्वारा दी रचित दुए नामदा आचार्य मंगुर दे परमार्थद्वारा साबे मंगुर अनुवादित देवे रहेछ शोंसी बरे यो समितिय निकायको विनयका ता तने धेरै थी जेल पक्षहरू या सिकाउने ग्रन्थ हो खारे और सना ngomba jigdian chuba saade ngomba jigdian chuba saade zheja mi se अब अर्को अभिधर्म भनौँ न अभिधर्म donggen de भन्ने lame छ anda de यो jusha चाहिँ da ni संसारको na lo la chi rub lin shi da ro de स्थापना du chane ji sum yi gor ten sha ba de ji gi shung ji ba da di kheba phe se मंगुर देवे shung re se se la go अब ya यो res चाहिँ सबै समितियाको एउटा ग्रन्थ हो पनि भनिन्छ ora तर de यसको se ta पूर्व पनि स्पष्ट मंगुर केही देवे छैन gi यसमा आचार्य परमार्थद्वारा o अनुदित gor de din यस re sha ग्रन्थमा सुमेरु ta kana पर्वत मंगुर चार देवे gi महाद्वीप kheba 6 किसिमका सत्वहरूको ten kheba उत्पत्ति chum mang bo chung yi gi de अवस्थिति de र na ta da विनाशको बारेमा tizu ko सिकाएको ya छ अधिकांश yise mi se ke विद्वानहरू la yus mare dire यसलाई bisani ine समितिय ata te निकायको manguru ग्रन्थ debe gi भन्दछन् shung tada अब gyana यो ke le shung समितियको deba अब khashe ji ye deba ग्रन्थ te यही नै dirij हो resha अब भारतमा भएको ta ग्रन्थहरू tene चाहिँ प्रायः यही नै हो thi chere ata ana su ruju nang de am yana अब ji shiri दक्षिण lanka le परम्परागत tharbe ki थेरवाद र निकाय ta khomar we deba निकाय yana युगका दुई ngabar che महत्त्वपूर्ण deba me आचार्य debe ki भनौँ न अब ngaro le ya श्रीलङ्कादेखि अब kheba chim khar अहिलेको chung yo बौद्ध धर्म ta tizu ko shua do त्यहाँदेखि अब भनौँ en ta न na विद्वानहरूको singi धेरै भयो बदल्न जाँदैछु दक्षिण परम्पराका अब थेरवाद 지금 निकायका 로빈 찌블로다 युगका अब 로빈 दुई महत्त्वपूर्ण 다양하다 आचार्यहरू 아니 디지알아야 지금 로빈 그다 아주 뭐 मोकलीपुत्र 저자 तिस्सा 레발이야 आचार्य बुद्धको छ 숭대베 आचार्य 로빈 스칸달라 पासवान 샤데다 아니 अनि 로빈 आचार्य अश्वघोष 잉옌다 छ 된 로빈 뒤상다 아니 त्यसरी अब 디지알아야 आचार्य कुमार 충베게 लाता त्यसै 뭐뭐 गरी अब 저기 आचार्य श्री 제바sam이요 लब्दा 어다 आचार्य 디즈고 디즈 हरिवर्मन 모르쇼 삼삼 आचार्य 다이네 드린디 쇼모지 स्कन्दिल वसुबन्धु 다 드린디 सङ्घभद्र 삼샤 유체 अरब 다 सङ्घले 되네 भनिन्छ 제마고 अब 추드인지 알아봐 제마고 추드인디다 त्यो म पछि 가두래 बताउनेछु अनि पछिको आउने प्रवचनमा बताउनेछु तरी पहिला खराइदा कामदे तरी देलाप्सिमनो अब यो कुन तारिकमा हो भन्ने अब म तपाईँलाई पछि बताउनेछु पछि आउने तारिक चाहिँ आज 17 तारिक हो 17 니마 तारिकमा यसलाई 니마 मैले टुङ्गाउन सकिनँ 제마 추드인 줄 알아? 제마 추드인 있었지 20 तारिकमा रहेको 오 छ यो 알아 제마 पछिको 추드인 तारिक 될래야 안에 추드인 타마이 추드인 타마 다이나 디 뒤즈 디스 요아 땅과 알수 엔테 제알 캡라 यसमा अब 슈슈스나 अलिकता समय म तरी अलिकता निशुना परिवर्तन गर्न चाहन्छु तरी पछि निशुगी र निमतला 추드인 타마이 추드인 타마 अब 제 प्रवचन यो 아니 सालको 디 저리 प्रवचन 나고야 अन्तिम भनौँ न 지난 다리 나고야 신나게 어머라 다이는 지 까메르 나이스 말베 까메 अब 난게 서머 छ 저리 होला तरी त्यसमा अब निष्ठाबे निम 저리 나 티추딘 20 타마르 तारिकमा 디가 टुङ्गाउनु 다가랑 होला 참샤 샤 과르 진데 차사래 तरी तरी अनि 20 निष्ठाबे तारिकमा निम चाहिँ अब 추딘 타마이 एक्सप्रेसन गर्नुपर्छ 아니 यसपालिको यो 디링 다가서 प्रवचन चाहिँ 참샤이 다스 अनि आज यति नै अनि पछि 20 तारिकमा चाहिँ सबै कथाहरूमा टुङ्गाउने छु है त आजको लागि पनि बहुत सारा मङ्गलम जगत हिताय धन्यवाद